welcome to my YouTube channel. This is Rai Mary. अनि आज आफ्टर लङ ग्याप चाहिँ मैले फेरि भ्लग स्टार्ट गरिरहेको छु किनभने बिचमा अलिअलि के भयो भन्नु अब अलिअलि प्रब्लम पनि भयो अलिकति त्यस्तै भयो भनौँ न त्यही भएर चाहिँ भ्लग गर्नु भ्लग अनि हाम्रो त्यो कामहरू त्यस्तो उयो भएको छैन अनि त्यही भएर चाहिँ हामी अब छिटै फेरि हामी चाहिँ अब स्टलहरू खोल्ने अनि भ्लगिङ स्टार्ट गर्ने भनेर सोचिरहेको थियौँ किनभने यो एक हप्ता चाहिँ अलिकति बिजी भएर अलिकति पर्सनल कामहरू थियो अनि बिसन्चो पनि भयो अन्त त्यस्तो कामहरूले गर्दाखेरि चाहिँ मैले भ्लग स्टार्ट गर्दैछु अनि यहाँ पछाडि सप्रोहरू चाहिँ हाई हेलो त केही छैन अब गर्दैन अब हो हाई हेलो भर्खर उठेको जस्तो छ अहिले चाहिँ हामी भर्खर चर्चबाट फर्किँदैछ नि त अनि चाहिँ अहिले चाहिँ हामी साइन्स सिटी जाँदैछौँ यहाँनिर चाहिँ आजको बेउतला हाट किङ चिलीहरू यस्तो दामी दामीहरू बोरा यस्तो झोला लिएर बेचिरहेको छ हाँ 125 होता है 120 दीजिए होगा मान्छे त नर्मली अब थाहै छ हामीलाई मान्छेले यसरी देख्छ अरे अन्त उल्लु अरे उल्लुको आँखाले कसो देख्छ कस्तो उयो देख्दछ नि त तल यस्तो देख्छ ए सरी अनि यो इगल हो यसको नाम के हो भल्चर हो कि इगल हो यो यसरी देख्छ अरे कस्तो डर आँखा चाहिँ तेज होला है त्यस्तो हुँदो रहेछ यहाँ भएको एनिमल्सले इन्सेक्टले चाहिँ कसरी देख्छ भनेर चाहिँ यहाँनिर छ तपाईँको हेर्नुहोस् ल यतिको ब्लड चाहिँ देख्छ यस्तो रहेछ हो सिलङ लाग्दैन दाले चाहिँ सिलङको लागि चाहिँ आफ्नो गाडी रेडी गर्नुपर्छ भाइ चाहिँ कतिको बाइसेप्स कति बनिसक्यो कति इन्च भयो तपाईँको बाइसेप्स चाहिँ ब्रोको त 10 इन्च बेसी भएको रहेछ यसो गराइहेर्दा चाहिँ हेर्नु सक्नुहुन्छ तपाईँले यहाँनिर धेरै वेट घटाउने कोसिसमा यहाँ सबै कुराहरू ट्राई गर्दै ड्राइभर दाजुले बाइकमा चढ्नु भएछ अहिले अघि गाडीमा हुनुहुन्थ्यो बाइक किनेको छ बाइकको चाहिँ सिट मात्रै हल्लिँदो रहेछ स्ट्रिङ चाहिँ हल्लिँदैन रहेछ फेरि यहाँ हेर्नु सक्नुहुन्छ यहाँ बाइसेप्स बनाउनलाई फेरि अघिकै ट्राई गर्नु खोज्नु हुँदैछ यसमा चाहिँ सक्यो यसमा सक्यो कङ्ग्रेचुलेसन्स यहाँनिर फिलहाल तपाईँको यो न्युजमा यस्तो पत्ता लागेको छ कि यहाँनिर यहाँ भ्लगर दिदीले चाहिँ 100 ग्राम चाहिँ घटाइसक्नु भयो भनेर ठुलो यहाँ चाहिँ दुईजनाको ताकत चाहिँदो रहेछ यहाँ चाहिँ सबै अब यो चाहिँ फोक्टाको जिम हो यो चाहिँ होइन यहाँ चाहिँ 5 किलो घट्दैन पनि बढ्दैन पनि हो यहाँ चाहिँ पसिना मात्रै चुन्छ त्यति चाहिँ हो 5 केजी मलाई घटाइदिन्छ 5 केजी चाहिँ अब तपाईँले त्यति 1 महिना गऱ्यो मात्रै होला म 5 केजी घट्नेवाला छु म खुसी छु खुसी छ अरे हेर्नु सक्नुहुन्छ एकदमै खुसी मेरो 5 केजी जस्तो त बढिसकेको छ हाम्रो ड्राइभर दा चाहिँ एकदमै सबै कुरा हेरेर हैन धेरै अल्छी माग्दै अरू नयाँ गाडीहरू खोज्दै निक्लिनु भएको छ
एकदमै होइन भैयाहरूलाई हेर्दै त्यहाँबाट चाहिँ अब त्यहाँ गएर बल खेल्नु हुँदो रहेछ लाग्नुपर्छ हेर्नु सक्नुहुन्छ एकदमै चिसो पानी भेट्यो यहाँ रिफ्रेस फिल भइरहेको छ एकदम ब्रो एकदम हेर्नु सक्नुहुन्छ धेरै वर्कआउट गरेर यहाँनिर अर्को दाइ पनि रिफ्रेस ड्रिङ्किङ वाटर दामी रहेछ यहाँ बाहिर बजारमा किनेको भन्दा मिठो पानी रहेछ यहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ एकदम स्वादले खानुहुँदैछ भोक त्यसले टर्ला छ हामी फेरि यहाँभित्र क्यान्टिनमा आएको छौँ यसो अहिले चाहिँ धेरै भोक लागेको कारण चाहिँ हामी चाहिँ क्यान्टिनमा चाहिँ अब खाना खाने भनेर चाहिँ यहाँ आएको छौँ छोले भटुरे अन्त अरूले चाहिँ फ्राइड राइस यसलाई नै अब हाँसी हाँसी खान्छ हौ अनि यहाँनिर चाहिँ यहाँनिर चाहिँ अब बिचराहरूले चाहिँ चिकन नभेटेर चाहिँ नि यो बुलेट नभेटेर चाहिँ भेज कि भेज भन्दैछ तर हामी चाहिँ अब फर्केको हे यस्तो डरलाग्दो पसिना है आज चाहिँ एकैछिन के कस्तो छ भनेर यसो हेर्नुको लागि मात्रै आएको थियौँ हामी चाहिँ इन्जोय त जोड गरायो भयो है है केटाकेटी हो हुन्छ अब हामी घर यसरी जानेछौँ घरमा गएर फ्रेस हुनेछौँ नुहाइधुवाइ गर्नेछौँ त्यहाँदेखिको खानासाना बनाएर